मैले चाहिँ यो हाई कोरियाबाट भिजा एक्सटेन्सनको लागि चाहिँ एप्लाई गरेको थिएँ होइन, जुन चाहिँ मेरो भिजा रिजेक्ट भयो होइन, रिटर्न भयो होइन, एक्सटेन्ड भएन मेरो भिजा। अनि कारण चाहिँ के कारण आयो तपाईँहरूलाई म देखाउनु गइरहेको छु। यस्तो कारण आयो जुन चाहिँ मैले पहिलोचोटि सुनेको है। सो तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ मेरो स्क्रिनमा है, कोरियनमा लेखेको छ खुइआ भनेको चाहिँ वेगुगिने संनामसी छुमिन्से छेनाप्सागे हगिन्थे सिन्चङहासिन चन्सामिनोने सिन्चका फुल्का हामीले भनेको चाहिँ अब यो चाहिँ तपाईँहरूले इङ्ग्लिसमा मजाले ट्रान्सलेट गरेर हेर्नु होला है। त्यो भनेको चाहिँ अनि त्यहाँ जुन छ त यो छेनाको नाम्बु हल्ले हो चन्सामिनोल चेसा सिन्चङ हागना खनाल चुरिगु गइगुन सिन्चङ फाङ्मुनि प्याखु नेपाल हासिकी फारामले त यो भनेको चाहिँ जुन मैले अहिले म यो ठाउँमा बसिरहेको लगभग 2 वर्ष भयो नि त। जस्तै अब म कुनै ठाउँमा गएर बसेँ, त्यो वर्ष 1 वर्ष कट्यो भने चाहिँ त्यहाँ चाहिँ मैले यो जुन लेखेको छ त छुमिन्से भनेको चाहिँ त्यहाँ बसेको चाहिँ ट्याक्स दिनुपर्ने रहेछ के, जुन चाहिँ मैले तिरेको थिएन। मलाई थाहा पनि थिएन, योभन्दा अगाडि पनि मैले अनलाइनबाट भिजा एप्लाई गरेको थिएँ एक्सटेन्सनको लागि। त्यतिखेर चाहिँ भिजा आएको थियो, त्यतिखेर चाहिँ 1 वर्ष भएको थिएन कि म बसेको। अहिले चाहिँ भएको कारणले चाहिँ यो छुमिन्से तिर्नुपर्ने भनेर भन्यो। अनि यो जुन बाँकी पैसा छ त्यो छेनाप नाप्पु भनेको चाहिँ जो बाँकी पैसा नाप्पु गरेपछि चाहिँ फेरि एप्लाई गर, नत्र भने इमिग्रेसन गएर चाहिँ आफ्नो भिजा एक्सटेन्सनको लागि चाहिँ एप्लाई गर भनेर भनेको होइन। यस्तो रिजन चाहिँ मैले पहिलोचोटि सुनेको। तपाईँहरूको पनि कहिले यस्तो आउनु सक्ला भनेर चाहिँ तपाईँहरूलाई अगाडि नै मैले भन्न खोजेको होइन। यस्तो प्रब्लम नहोस्, तपाईँहरू कहीँ बस्नु भएको छ भने चाहिँ यस्तो छुमिन्से तिर्नुपर्ने छ भने चाहिँ तिरिराख्नु होला आफ्नो। र अरू ठाउँको चाहिँ थाहा भएन है, यो सङ्गनामको चाहिँ अब म यो यस्तो कारण आएकोले चाहिँ हामीले चाहिँ तिर्नु पऱ्यो। अनि त्यसपछि मैले फेरि पछि एप्लाई गरेँ, जुन चाहिँ मैले त्यो छुमिन्से पे गरेँ होइन, नाप्पु गरेपछि चाहिँ त्यसको पैसा पे गरेपछि चाहिँ फेरि एप्लाई गरेँ मैले। अनि एप्लाई गरेको 20 दिनपछि फेरि एक्सटेन्सन चाहिँ भयो है, जुन चाहिँ तपाईँहरूलाई म यहाँ देखाउन सक्छु। मेरो भिजा पछि एक्सटेन्सन कम्प्लिट भएको चाहिँ मैले फेरि 14मा चाहिँ एप्लाई गरेर 15मा रिसिभ भयो। फेरि 8 महिना 4 गते हिजो अस्ति ग्रान्टेड भयो, यहाँनिर देखिसकेको छ। तपाईँहरूलाई म ग्रान्टेड गरेको पनि देखाउँछु। तपाईँहरूले देख्न सक्नु भएको छ मेरो भिजा होइन, 2027 9 महिना 30 गतेसम्म चाहिँ यो भिजा एक्सटेन्ड भएको छ होइन। सो यस्तो प्रब्लम आउनसक्छ है तपाईँहरूलाई पनि। सो त्यही भएर चाहिँ तपाईँहरूको त्यस्तो छुमिन्से पैसा बाँकी छ कुनै, त्यो मात्र होइन, छुमिन्से मात्र होइन कि तपाईँ कोरियामा जस्तै कुनै कामहरूले गर्दाखेरि चाहिँ पुलिस रिपोर्ट गर्दाखेरि चाहिँ तपाईँहरूलाई त्यो पैसा फल्गुम होइन, त्यो तिर भन्न सक्छ, तिराउनु लगाएको हुन्छ तर तपाईँले नतिर्नु सक्नु भएको हुन्छ त्यति बेला पैसा नभएर। त्यतिखेर पनि चेक गरेर पछि भिजा एक्सटेन्ड गर्नु होला। र एकदम सजिलो एकदम राम्रो छ लाग्छ मलाई यो होइन। 2 चोटि मैले अनलाइनबाट एप्लाई गरेर 2 चोटि अनलाइनबाट एक्सटेन्ड भयो मेरो भिजा है। सो त्यही पनि तपाईँहरू पनि अनलाइनबाट गर्न चाहनुहुन्छ भने चाहिँ मजाले एकदम सजिलो होइन, आफ्नो ब्याङ्क रिक्वायरमेन्ट डकुमेन्टहरू पाउने अनि रिक्वायरमेन्ट डकुमेन्टहरू के छन् सबै कलेजबाट ल्याएर एप्लाई गरिदिने। 1 महिनाभित्र मजाले आउँछ तपाईँहरू, कुनै काहीँ धाउनु पर्दैन, इमिग्रेसन जानु पर्दैन। सो तपाईँहरूलाई यही कुरा कन्फर्म गराउनको लागि चाहिँ मैले आज यो भिडियो बनाएर हालेको है। सो अब 2027 अब यो भनेको लास्ट इयर हो, मेरो पनि 4th इयर भइसक्यो अब। सो यति भन्दै तपाईँहरूलाई अझ त्यस्तो गर्दा के प्रब्लमहरू आउँछ भनेपछि चाहिँ म्यासेज गर्नु होला है, कमेन्ट भन्दा पनि। यति भन्दै आजको भिडियो यति नै। ह्याभ अ गुड डे, जय नेपाल।